ल्याएको हो। केही बेर अघि झापा ल्याइएका प्रसाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। चैत्र 15 गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेका प्रसाईलाई झापाको काकडभिट्टा नाकाबाट नेपाल ल्याइने भएपछि सीमा नाकामा प्रसाई परिवारका सदस्य र केही समर्थकहरू भेला भएका थिए। सुरक्षाकर्मी पनि तैनात अवस्थामा छन्। राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईले भारतीय प्रहरी समक्ष आफूले आत्मसमर्पण गरेको दावी गरेका छन्। उनले सामाजिक सञ्जाल मार्फत आफू भारतको आसाम राज्यको प्रहरी समक्ष आत्मसमर्पण गरेको दावी गरेका हुन्। प्रहरीको टोली प्रसाईलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत्र 15 गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। सुरक्षाको ग्यारेन्टी पाएपछि उनले बिहीबार राति 9:13 बजे सामाजिक सञ्जालमा आत्मसमर्पण गरेको उल्लेख